हेलो नमस्ते एभ्रिवान वेलकम टु माई अनदर भिडियो एन्ड युट्युब च्यानल। आज पनि देख्न सक्नुहुन्छ प्याराग्लाइडिङको भिडियो नै छ। अहिले चाहिँ हामी टेक अफमा प्याराग्लाइडिङ टेक अफको लागि रेडी भएर बसिरहेका छौँ। उहाँ हुनुहुन्छ प्यासेन्जर फ्रम अस्ट्रेलिया, एन्डी हुनुहुन्छ उहाँ चाहिँ। अब हामी चाहिँ राम्रो विन्ड वेट गर्दैछौँ टेक अफको लागि। देख्न सक्नुहुन्छ आज वेदर अलिक क्लाउडी नै छ। बिहान त एकदम पानी परिरहेको थियो। हामी टेक अफमा आएर एकछिन वेट गऱ्यौँ, हल्का अगाडि क्लियर भयो अनि हामी टेक अफको लागि रेडी छौँ। देख्न सक्नुहुन्छ खासै हावा छैन, त्यही भएर हामी अलिकति मजाले भाग्नु परेको छ यहाँ। ओके फाइनल्ली वेयर इन हियर, वेयर अ नाइस टेक अफ। ल फाइनल्ली हामी आकाशमा उडिसकेका छौँ, देख्न सक्नुहुन्छ। अब मेरो प्यासेन्जर चाहिँ अलिकति कम्फोर्टेबल भएर बसाउँदैछु मैले। हामी चाहिँ टेक अफ गरिसकेपछि नर्मल्ली यो हार्नेसमा चाहिँ अलिकति कम्फोर्टेबल भएर बस्नुपर्छ अनि बल्ल कम्फोर्टेबल हुन्छ तपाईँहरूलाई पनि प्यासेन्जरहरूलाई पनि। ल अब चाहिँ हामी ग्लाइडिङ टुवर्ड्स द सरङकोट एरिया है। नर्मली यो नि सरङकोट एरिया हो, तर हामी चाहिँ सरङकोट भ्यू टावरतिर जाँदैछौँ। अब खासै वेदर क्लाउडी नै छ आज। कुरा गर्दै जाँदा उहाँ एन्डीको चाहिँ नेपाल फर्स्ट टाइम, अनि उहाँ चाहिँ लगभग 1 महिना जस्तो रहेछ नेपालको बसाइ। यो 1 महिनाको टाइममा चाहिँ उसले चाहिँ राम्रो ट्रेकिङ गरेर रहेछ उता एभरेस्ट बेस क्याम्प, अनि अहिले भर्खरै रिसेन्टली मर्दिमाल ट्रेक गएर फर्केर अहिले पोखरा। अब 1-2 दिन बस्ने थियो पोखरा, अनि त्यसपछि काठमाडौँ, अनि त्यसपछि ब्याक टु होम भन्दै थियो। तर म फेरि आउँछु भन्दैछ। एकदम राम्रो लाग्यो अरे उसलाई चाहिँ नेपाल, एकदम फ्रेन्डली पिपुलहरू भनिरहेको छ है। अनि ऊ एन्डी चाहिँ रिकमेन्ड गेस्ट हो बेसिकल्ली। ऊ चाहिँ अब मेरो साथीले अब मलाई उडाइदेऊ भनेर पठाएको गेस्ट है। त्यही भएर अब आज फेरि वेदर पनि अलिकति क्लाउडी, तर म चाहिँ ट्राई गर्दैछु उसलाई राम्रो लङ फ्लाइट दिनको लागि। अनि ऊ चाहिँ फेरि इन्ट्रेस्टिङली एरोनोटिकल इन्जिनियर रहेछ। जे होस् उसलाई चाहिँ एयरक्राफ्टको बारेमा लगभग थाहा हुन्छ नि त, त्यही भएर उनीहरूले चाहिँ जे होस् मसँग एकदम कुराहरू सोध्दैछ कसरी उसको हुन्छ भनेर, अब लिफ्टको बारेमा है। त्यही भएर गफ गर्दै म उडिराखेको छु उसँग। Sailplane? Yes, sail plane. Yeah, and you do the same thing. You try and spiral upwards. Find a Bit of lift. here. That's why we're trying to circling here. Yeah, Little bit of try and get a bit of lift. yeah. There's a lady working the fields. Life goes on. Some nice houses in here, mate. Isn't it? Yeah. Like good life. And he's got a tent. It's like a restaurant. Oh, it's a restaurant. Yeah, okay. Is that a school? Yeah, that's
the school. That's the school for the area. I love how the school's on the side of the mountain. Yeah. So cool. It's recording, okay? ल तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी अलिकति धेरै माथि आइसकेका छौँ। हामी यहाँ चाहिँ राम्रो थर्मल भन्छ हाम्रो ल्याङ्ग्वेजमा चाहिँ, राम्रो थर्मल भेटाएर हामी चाहिँ सर्कलिङ गर्दैछौँ। देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले धेरै माथि छौँ है, अघिको भन्दा चाहिँ धेरै। हामी लङ टाइम होल्ड भएर एकछिन ठ्याक्क राम्रो हावा क्याच गऱ्यो हामीले। न हामी चाहिँ लगभग अराउन्ड 1500 मिटरको हाइटमा छौँ अहिले चाहिँ। अझै घुम्दैछु म। लगभग हामी चाहिँ क्लाउड बेसमै पुग्छौँ है अहिले एकछिनमा, तपाईँहरू देख्न सक्नुहुन्छ। Oh yeah, you've gained altitude a big time. Almost as high as the temple. नर्मली हामी यत्तिको लङ फ्लाइट यत्तिको घुम्दा चाहिँ म्याक्सिमम् प्यासेन्जरहरू चाहिँ डिजी फिल हुन्छ है। त्यही भएर हामी चाहिँ यति बेरसम्म चाहिँ उड्दैन खास चाहिँ। तर ऊ प्यासेन्जर चाहिँ एकदम कम्फोर्टेबल फिल भइराखेको भएर मैले चाहिँ एकदम राम्रोसँग अझै माथि माथि लाँदैछु बिस्तारै है। हामी घुम्दैछौँ, देख्न सक्नुहुन्छ। ल देख्न सक्नुहुन्छ हामी लगभग क्लाउड बेसमै आइपुगेका छौँ। अब चाहिँ योभन्दा धेरै चाहिँ घुम्नु हुँदैन किनकि यो क्लाउड ठुलो छ। यो क्लाउडभित्र छिर्यो भने अलिकति डेन्जर रिस्की नै हुन्छ। यत्रो यो ठुलो ओभर डेभलप क्लाउडमा छिर्नु चाहिँ राम्रो हुँदैन खास चाहिँ है। अब मसँग अब कम्पास त छ तर यस्तो रिस्क चाहिँ लिनुहुन्न नर्मल्ली। ल अब लगभग म चाहिँ सर्ट 10को 1-2 राउन्ड हान्छु होला। अनि यसपछि चाहिँ म अब अगाडि फ्युअल लेकतिर चाहिँ ग्लाइडिङ गर्छु स्ट्रेट। अब चाहिँ तपाईँ देख्न सक्नुहुन्छ पछाडि हामी सरङकोट भन्दा नि माथि सरङकोटको भ्यू टावर भन्दा नि माथि आइसकेका छौँ हाइट। अब चाहिँ मैले यो थर्मल छोडेर अगाडि ग्लाइडिङ हुँदैछु। ल हेर्नु है अगाडि राम्रो पोखराको भ्यू हेर्नु कति क्लाउड छ रिजको माथि, तपाईँहरू देख्न सक्नुहुन्छ। अब चाहिँ ल देख्न सक्नुहुन्छ ब्युटिफुल भ्यू अफ पोखरा पेवा लेक, पोखरा भ्याली है। बवाल देखिएछ तर लाइफ टाइम एक्सपिरियन्स। तपाईँहरू पनि पोखरा आउँदै हुनुहुन्छ भने मस्ट ट्राई है एकचोटि, मस्ट डु वेन यु आर इन पोखरा। एकचोटि लाइफमा चाहिँ गर्नै पर्छ प्याराग्लाइडिङ। कति धेरै विदेशीहरू आउनुहुन्छ, कति धेरै ठाउँबाट। हामी नेपालीहरू भएर चाहिँ यो एकचोटि चाहिँ गर्नै पर्छ पोखराको आकाशमा। ल देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी धेरै अगाडि फेवातालमाथि आइसकेका छौँ। I was up there yesterday. Where? Yesterday I was up at Shiva. Shiva, yeah, Pumdikot. And Peace Pagoda. this paper. Hold the camera by one hand, hold a little bit here, and stand in the leg like this. It's easy for you. Yeah.
Okay, one hand here. ओके अब चाहिँ एन्डी र म चाहिँ अब थोरै प्याराग्लाइडिङ Ready? एक्रोब्याटिक प्याराग्लाइडिङ स्टन्ट गर्दैछौँ Oh, stall. देख्न That's a सक्नुहुन्छ stall. यो चाहिँ थोरै एडभेन्चरस हुन्छ नर्मल फ्लाइट भन्दा है तपाईँहरूलाई रोलर कोस्टर खेले जस्तो फिल हुन्छ यसमा चाहिँ नर्मल्ली भन्दाखेरि Oh, yeah. अब जे होस् अलिकति डर नलाग्ने मान्छेहरूलाई चाहिँ यो मजा लाग्छ Oh, yeah. Yeah. Yeah, man. Oh, that was awesome, buddy. How was it? That was awesome. Yeah, that was a lot of fun. देख्न सक्नुहुन्छ उसको एक्सप्रेसन देख्दै नि थाहा पाइन्छ उसलाई चाहिँ एकदम रमाइलो लाग्यो I will make him a है leg up. अब चाहिँ हामी बिस्तारै Last one. ल्यान्डिङ एप्रोच गर्दैछौँ अब चाहिँ म धेरै तल आइसकेँ अब न वी आर रेडी फर ल्यान्डिङ Yeah. Are you good, Andy? Do you want me to push forward in this harness? No. Don't push Just forward. stand up. I'll- Just stand up out of the harness. Okay. Make a leg up. Stand up. Okay. Yes. Well done, buddy. Well done. That was awesome, bud. Awesome. Good. Awesome. Yoo-hoo. Go rock and roll, See you man. guys. Yeah. That was ओके एन्ड एनदर डे विथ एनदर प्यासेन्जर है उहाँ चाहिँ प्यासेन्जर फ्रम चाइना उहाँ चाहिँ एकदम डराइराख्नु भएको थियो टेक अफमा 好享受 अहिले हामी आकाशमा उडिसकेपछि चाहिँ जस अहिले चाहिँ कम्फोर्टेबल फिल नर्मल फिल Fly like a bird. मै हुनुहुन्छ उहाँले चाहिँ जे होस् मलाई लङ फ्लाइट चाहिँदैन खासै मलाई सिधै ल्यान्डिङ लैथे भन्नुभयो त्यही भएर हामी चाहिँ हल्का फ्लाइ गरेर स्ट्रेट टु द ल्यान्डिङतिर ग्लाइडिङ हुँदैछौँ नर्मली कोही कोही प्यासेन्जरहरू चाहिँ यस्तै नै हो कसलाई चाहिँ एकदम डर लाग्दो रहेछ हाइटबाट सो उनीहरू चाहिँ अब धेरै लङ फ्लाइट गर्नै खोज्दैन देख्न सक्नुहुन्छ हामी चाहिँ स्ट्रेट ग्लाइडिङ हुँदैछौँ अगाडि ल्यान्डिङतिर है हाइट त हाइटमै छौँ हामी त्यही पनि सिधै ग्लाइडिङ हुँदैछ 喜马拉雅山。哦， Yay! 好棒哦，好棒！
OK 吗 OK OK OK，非常棒。呀，非常棒。 You 很帅。耶，谢谢。漂亮。Like this. Yeah. देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी धेरै तल आइसकेका छौँ। नर्मल्ली अब चाहिँ हामी ल्यान्डिङ एप्रोचमा छौँ। Like this. Yay. Woo. Take it. नाइस एन्ड स्मुथ ल्यान्डिङ देख्न सक्नुहुन्छ। एकदम स्मुथ ल्यान्डिङ भयो। हावा पनि राम्रो थियो ल्यान्डिङमा। 再见，耶！ ल अब सी यू भने उहाँलाई मैले बाई। ，Thank you，很棒。